चैत मसान्त सकिएसँगै नेप्सेमा लिस्टिङ भएको विभिन्न पब्लिक लिमिटेड कम्पनीहरूले आफ्नो थर्ड क्वार्टरको रिपोर्टहरू पब्लिस गर्न थालेका छन्। हामीले सम्भव भएसम्म त्यो रिपोर्टहरू भिडियोको मार्फत तपाईहरुको सामु ल्याउनेछौँ। तर आजको यो भिडियोमा हामी कामना सेवा विकास बैंक लिमिटेडको थर्ड क्वार्टरको रिपोर्टको बारेमा चर्चा गर्नेछौँ। यस विकास बैंकको थर्ड क्वार्टरसम्म डिपोजिट बढेको देखिन्छ र डिपोजिट सँगसँगै कस्टमरलाई दिने लोन पनि बढेर 53 अर्ब रुपैयाँ भन्दा बढी पुगेको देखिन्छ। रिटेन अर्निङ घटेको छ तर रिजर्भ बढेर 2 अर्ब रुपैयाँ भन्दा बढी पुगेको छ। नेट एसेट भ्यालु पर शेयर घटेको छ र एनपीएल बढेको छ तर प्रफिट पनि बढेर 58 करोड रुपैयाँ भन्दा बढी पुगेको छ। ईपीएस बढेर 20 रुपैयाँ 5 पैसा रहेको छ तर डिस्ट्रिब्युटेबल ईपीएस 14 रुपैयाँ 15 पैसा मात्र रहेको छ। यसरी यो विकास बैंकको थर्ड क्वार्टरसम्म प्रफिट बढेको छ, ईपीएस बढेको छ तर आफ्नो शेयर होल्डरहरूलाई डिभिडेन्ड दिन सक्ने क्षमता चाहिँ घटेको देखिन्छ।